स्वागत छ तपाईहरुलाई आजको यो भिडियोमा। आज चाहिँ हामी अहिले विराटनगरमा चारैतिरबाट न्यूज रिपोर्टरहरूले हालेको न्यूज अनुसार कोसीको चाहिँ पानीको लेभल चाहिँ एकदम माथि भएको छ भन्ने हामीले जसरी सुनिरहेका थियौं। त्यही भएर आफ्नै आँखाले चाहिँ कस्तो रहेछ यताको अवस्था अहिले भनेर म र सुरेन्दा हामी यसो भ्रमण गर्नको लागि भनेर आएको छौं। अहिले कोसीको अवस्था तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। मैले के भनिराख्नु हैन, तपाईहरुले आफ्नै आँखाले हेर्न सक्नुहुन्छ। अस्तिसम्म चाहिँ हामीले यहाँ माथि माथि पानी आएको देखिरहेको थियौं भने अहिले चाहिँ पानीको लेभल अलिक घटेको रहेछ। अहिले चाहिँ आज चाहिँ लगभग 32 वटा मात्रै ढोकाहरू, कति 25 वटा ढोकाहरू चाहिँ खोलेको भन्ने हामीले अघि त्यहाँ बोर्डमा देखिरहेको थियौं। अब हामी यहाँ हेर्दै जानेछौं परसम्म के कस्तो छ अवस्था। यो चाहिँ हो हाम्रो कोसी ब्यारेकको यसलाई के भन्छ सुरेन्दा? यो कोसी ब्यारेकको के भन्छ यसलाई? ड्याम। ड्याम त भन्दैन होला। ड्याम स्ट्यान्ड होला। कोसी ब्यारेकको चाहिँ जुन यो हामीले अब नेपालीले बन्द ढोका भनेको चाहिँ तपाईलाई यहाँ देख्न सक्नु हुँदैन। माथि केही पनि छैन अहिले हैन। खोलो भने चाहिँ ऊ त्यो पर देखिँदैछ, त्यसरी माथि खोलेको हुन्छ। यो भनेको चाहिँ एउटा इन्जिनियरिङ, सिभिल इन्जिनियरिङको चाहिँ एउटा खतरा कला हो भनौँ न। सिभिल इन्जिनियरिङको चाहिँ एउटा राम्रो यहाँ चाहिँ प्रदर्शन भएको छ। यो कोसी ब्यारेकमा चाहिँ 56 वटा ढोका रहेको छ भने यहाँ चाहिँ कस्तो अवस्था हुन्छ, पानीको लेभल कति हुन्छ, त्यो आधारमा चाहिँ यहाँ यसको ढोकाहरू खोलिने गरेको छ। तपाईले देख्न सक्नुहुन्छ। यहाँ इन्डियाबाट पनि हाम्रो साथीहरू घुम्न आउनुभएको रहेछ। अनेक मान्छेहरू छन् यहाँ, भयङ्कर छ। अनि यो मान्छेहरू चाहिँ आउनुको अर्को मुख्य रिजन भनेको चाहिँ यो यतातिर चाहिँ हाम्रो बिहार पर्छ। अनि कोसीमा चाहिँ यसरी पानी चाहिँ बढ्दाखेरि चाहिँ अनि बिहारतिर पनि धेरै प्रभाव पर्ने भएको कारणले गर्दाखेरि चाहिँ मान्छेहरू यतातिर कोसीको लेभल कतिको छ भनेर हेर्न पनि आउनुभएको होला जस्तो चाहिँ मलाई लागिरहेछ हैन। सुरेन्दा चाहिँ के को लागि आउनुभएको? हामी पनि पानी कतिको छ भनेर हेर्नको लागि आएको छौँ आज। तर हिजोभन्दा कम रहेछ आज पानी। हिजो अस्ति 2 लाख माथि थियो होइन हिजो। आज त बोर्डमा हेरिहालौँ 1,72,000 अरू दिनभन्दा चाहिँ आज अलिकति पानीको लेभल चाहिँ डाउन नै छ हैन। तर पनि भन्न सकिँदैन, अहिले पानी चाहिँ पर्ने कन्टिन्यू नै छ यताको अवस्था। त्यही भएर कुन बेला फेरि पानी बढ्छ भनेर चाहिँ अब त्यो एकदम यकिनको साथ भन्न चाहिँ गाह्रै छ। यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ यसरी माथि भएको चाहिँ यो चाहिँ खोलेको ढोकाहरू हो। यस्तो यस्तो चाहिँ 25 वटा चाहिँ आज खोलेको छ हैन। उहाँ परसम्म छ कोसी चाहिँ। यो ढोका खोलेको थियो होइन। ढोकाको उतापट्टि थियो हान्ने चाहिँ। अनि त्यो हेर्ने मान्छे चाहिँ यो माथि चढेर गएको थियो कि यस्तो माथि। यहाँबाट हेर्दा त्यतापट्टि देखेँ कि ढोका खुल्लै थियो र बसिहाल्यो अझै। यो कोसीको बाँधको ढोकाहरू नखोलेको बेला चाहिँ पानी यस्तो शान्त भएर बस्दो रहेछ। अनि कोसीको ढोका खोलेकोतिर चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ। वहाँ पर पुरै रफ्तारमा एकदम यस्तो रफ्तारमा पानी आइरहेछ। यहाँ एकचोटि मान्छे हम्फालो भन्दा वहाँ पर निस्किन्छ होला अर्को जिल्लामा। नेपालमा हम्फालेको मान्छे वहाँ पर बिहारतिर निस्किन्छ, इन्डियाको बिहार।
उयो माथितिर भएको पहेँलो कलरको जुन मेसिन देख्नुहुँदैछ त्यो मेसिन भनेको चाहिँ यो कोसी ब्यारेकको जुन पानीलाई खोल्ने र बन्द गर्ने जुन ढोका हुन्छ त्यो ढोकालाई चाहिँ माथि तल गर्ने यो मेसिन हो। जुन ढोकालाई खोल्नुपर्ने हुन्छ त्यो ढोकालाई चाहिँ ठ्याक्कै यसको माथि गएर चाहिँ त्यो मेसिनले माथि तान्ने र बन्द गर्नुपर्ने छ भने चाहिँ तल झार्ने गर्दो रहेछ। रेड अलर्ट पनि त्यहाँ माथि सायद त्यो पर देख्नुहुँदैछ तपाईँहरूले एन्टिना जस्तै त्यो एन्टिनामा एउटा बत्ती लागेको छ त्यो बत्ती चाहिँ त्यहाँ बल्छ होला सायद। यस्तो भनेको चाहिँ यो ढोका खोलेको हो होइन। अनि यदि यो ढोकाहरू खोलेको छ भने चाहिँ यतातिर पानीको बहाव हेर्नु डेन्जर बहाव छ यता चाहिँ पानीको हेर्दै कस्तो डेन्जर देखिन्छ यार त्यो तल हेरिरहेको हुन्छ। अनि यो त अझै त्यही पनि स्लो छ होइन। अब हामी हेर्नेछौँ यहाँ असली रफ्तार। यो हो पानीको असली रफ्तार। तपाईँ भन्नुहोस् फर्क्यौँ होला पानी बढे जस्तो फर्किम लाग्छ मलाई। ल हुन्छ ल लगभग हामीले आधी त पार गऱ्यौँ होला नि 28 दुना 56 होइन। लगभग हामी आधीसम्ममा आएको रहेछौँ। अब चाहिँ हामी उता पनि यस्तै हो पुल पारी पनि लगभग पानी अलि धेरै फर्केर हामी फर्किनेछौँ परेर। माथि आकाशबाट चाहिँ पानी पर्न थाल्यो होइन। त्यही भएर अब हामी फर्किनै पर्ने अवस्था हुन्छ। माछा पनि खानुपर्छ होला यहाँसम्म आइसक्यो। माछा त खानै पर्छ नि। माछा खाएन भने त कोसी ब्यारेक आएको के मतलब भयो। हामी अगाएर आएको छौँ होइन। अगाएर आएर पनि यहाँको चिन्ह एउटा माछा खाएर कोसी ब्यारेक गएर के गरिस् भनेर भन्दाखेरि त होइन माछा खाए त भन्नु पऱ्यो नि त। पानी चाहिँ माथिबाट निकै नै पर्न थाल्यो क्या। यतातिर त कस्तो अनिललाई पनि मेन्सन गरिदिनु पर्छ कि अनिल तिम्रोमा किनेको यो चिटरले अलिकति सेभ गर्दैछ भने। यो लोगो देख्नुहुँदैछ यो लोगो सुरेन्दाकोमा पनि छ होइन। सुरेन्दा र मैले चाहिँ अनिल हाम्रो मङ्गलम ट्रेडर्सबाट चाहिँ सँगै किनेको थियौँ हामीले यो विन्ड चिटर सहुलियत दरमा एकदम। अब हुन त यति बेला रेनकोट लगाएर हिँड्नुपर्ने तर विन्ड चिटर लगाएर हिँडिरहेछौँ हामी। अनिललाई चाहिँ एकदम थ्याङ्क यू होइन। हामीलाई चाहिँ सुलभ मूल्यमा चाहिँ यो विन्ड चिटर एभाइलेबल गराइदिएकोमा। सुन्दा मान्छेले नेपालमा पर्यटन होइन अब पहाडी एरियातिर या त पार्कतिर मात्रै छ भन्ने टाइपको हुन्छ नि। तर यहाँको माहौललाई हेर्दाखेरि त होइन यहाँको माहौल हेर्दाखेरि त सब पर्यटन जति चाहिँ अहिले बर्खा भएर के भयो होइन। तर कोसी ब्यारेकमा होइन पर्यटन जति सबै यता कोसी ब्यारेक। अब भन्छ नि एउटा स्ल्याङ वर्डमा भन्नुपर्दा मान्छेलाई बाल छैन क्या। अहिले कोसी बाढी आयो छैन तुरुन्तै बगाएर लगिदियो पनि मान्छेलाई बाल छैन क्या होइन। किनभने साथीहरू हेर्ने मान्छेहरू टनाटन हुन्छ क्या यहाँ होइन। कसैलाई केही टेन्सन छैन क्या। अब इभेन हामी पनि निश्चलले भन्दै थियो अहिले रेड अलर्ट भइरहेछ त्यतातिर जानु हुँदैन भन्ने टाइपको। तर हामी पनि रेड अलर्ट होस् कि ग्रिन अलर्ट होस् होइन पुरै आइदिइरहेछौँ। त्यस्तै अरू मान्छेहरूलाई पनि हेर्नु यहाँ तपाईँहरूले अब उहाँहरू आफ्नो घरको कामहरू पनि छोडेर होइन बच्चा बुच्ची लिएर सबजना यो सबै खोलेको बाँधहरूलाई हेर्नको लागि भएर भनेर सबजना मान्छेहरू यता आउनुभएको छ अब। ल अनि योभन्दा के चाहियो जिन्दगीमा। सुरिन्दा तपाईँले त यस्तो दामी विन्ड चिटर लाउनु भएको रहेछ कहाँबाट किन्नुभएको हो यो? हाम्रो विराटनगरमा अवस्थित मङ्गलम ट्रेडर्सबाट एकदम सहुलियत मूल्यमा यदि यहाँलाई पनि चाहिन्छ भने किन्न सक्नुहुन्छ। अनि यो मङ्गलम ट्रेडर्स चाहिँ कहाँ रहेको छ यसो लोकेसन पनि बताइदिनु न। विराटनगर बाटा रोड होइन बाटा रोडै होला। अनि यसको प्रोप्राइटर चाहिँ को हुनुहुन्छ होला? हाम्रो अनिल रौनियार हुनुहुन्छ। उहाँलाई सम्पर्क गरेर लिन सक्नुहुन्छ। हाम्रो सिफारिस लिनुभयो भने तपाईँलाई अझै 100 रुपियाँ डिस्काउन्ट पनि हुन्छ।
सुन्नुभयो होला होइन, मैले पनि यहाँ सुरेन दाइकै जस्तो लागेको छु। लोगो मङ्गलमको लोगो चाहिँ होइन, तर मङ्गलममा चाहिँ पाइन्छ है यो, होइन त? यो चाहिँ हो हाम्रो कोशी ब्यारेकको कन्ट्रोल गर्ने कन्ट्रोल रुम। अब हामी यताबाट हुँदै बाहिर निस्किँदैछौँ। हामीले चाहिँ पुल हेरिसकेका छौँ। यो त के हो, फ्लाइओभर जस्तै छ त, तर मान्छे हिँड्ने होइन नि हो, मेसिनमा जाने जस्तै छ। कन्ट्रोल रुम कोशी बराज अरे, त्यो त इन्डियनले लेखेको जस्तो छ। यहाँ चाहिँ के हो, यो तालिका लगाएको रहेछ, तालिका। कति गते कतिको पानीको लेभल छ भनेर। ल यो चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ, सप्तकोशीको कोशी ब्यारेक। यहाँ चाहिँ लगभग नेपालको एउटा समुद्रै हो भन्न पनि मिल्छ यसलाई। योभन्दा ठुलो चाहिँ छैन होला नेपालमै अहिलेसम्म। खतरै छ यहाँ चाहिँ, डेन्जर। यो चाहिँ बन्दै गरेको एउटा पार्क रहेछ कोशी ब्यारेकको। भोलिको दिनमा अलिक जाडो महिनामा चाहिँ यतातिर राम्रै हुन्छ होला होइन, सफा हुन्छ होला। यो अहिले बर्खा भएको कारणले गर्दाखेरि चाहिँ यता घाँसहरू ज्यादा रहेछ। अब चाहिँ हामी हाम्रो यो कोशीको पुल हेरेर हल्का माछा खाइदिउँ भनेर अब हामी हिँड्न लागिरहेछौँ। साइडमा चाहिँ स्टलहरू टनाटन लागेको रहेछ यहाँ। यो सियावाला होटलमा चाहिँ हामी गएर अब त्यहाँ एकछिन हल्का दाइसँग कुराकानी प्लस खाजासाजा खान्छौँ। धेरै पिरो होइन ल, हुँदा पनि छ ल। अब चाहिँ हामी चिया पनि खाएर माछा पनि खाएर अब निस्किन लाग्यो दाइ। यो चाहिँ के फ्राई हो दाइ? ए यहाँ चाहिँ एउटा ठुलो यो
मसलाको गाछी रहेछ। कतिवटा चराहरूले यहाँ गुडै गुड बनाएको रहेछ यताबाट। हामीले चाहिँ यताबाट आएर हाम्रो बाइक यहाँ राखेर अनि त्यसपछि चिया दाइला देख्छु। अनि त्यसपछि अब हामी निस्किन लागेको यहाँबाट। कोसीको पुल छेउछाउमा चाहिँ पुरै हुस्सु लागिरहेको रहेछ। यहाँबाट चाहिँ अलिक मजाले देखिँदैन। माछाको भेराइटी हेर्नु यहाँ। यो चाहिँ कुन माछा हो दाइ? यो पैया माछा हो। पैया? यो त कोसी माछा जस्तो छ होइन? यो चाहिँ कुन हो? पोठी डेढनी? डेढवा पोठी। त्यसपछि यो भनेको हाम्रो झिँगा माछा। हामीले चाहिँ यही खाएको है गाइजहरू। तपाईँहरूलाई पनि खान मन लाग्यो भने आउनु होला यहाँ। सिया होइन? सिया होटल। दाइको एकदम मिठो बनाउनु हुँदो रहेछ दाइले। पार्किङ पनि टनाटन छ यहाँ होइन। कारै ल्याएर बसै ल्याएर छिराउँदा पनि एकदम टनाटन ठाउँ छ। प्लस अर्को कुरा भनेको चिया चाहिँ बवाल मिठो पाउँदो रहेछ यहाँ। माछा त अब कोसीको छेउछाउमा बस्ने दोकानहरूले खत्रै बनाउनुहुन्छ होइन। चिया चाहिँ बवाल लाग्यो। त्यही भएर आज हामीले 4 कप चिया पनि हामी सियामा आएर चिया यहाँ अर्को फ्राई हुँदैछ। हेरी यसरी आगोमा पकाएको चाहिँ खत्रै मिठो हुन्छ क्या फेरि। बाफ यहाँबाट त देखिँदैन रहेछ कि। त्यता चाहिँ खतरा देखेको ऊ त्यहाँबाट मोबाइलले चाहिँ खतरा आउँछ जस्तो। ल दाइ धन्यवाद धेरै धेरै। फेरि आउँला। आएको बेला निस्किउँला है त। अब निस्क्यौँ है सुन त। ल यहाँबाट चाहिँ हुस्सु देखिँदैन तर यहाँ बवाल हुस्सु लागेको छ है। हो यो थियो हुस्सु लागेको सानो क्लिप। अब चाहिँ फाइनल्ली हामी अब कोसी ब्यारेक छोड्दैछौँ। अब हामी यहाँबाट निस्किन्छौँ। बाटोमा केही राम्रो ठाउँहरू भेटेछ भने क्लिपहरू खिचेर हालौँला। त्यो बाइक चाहिँ ल म लिएर आउँदैछु। त्यो बाइकको चाहिँ आजको लागि बाई बाई। बाटो सही छ। साथीहरू आउनुपर्छ मिलेर झन् मजा हो।